यसलाई पहिला काटौँ यो चाहिँ अलिक उ गरौँ होला अलिक कालो भयो कालो पार्नु त भएन निकालौँ यो चाहिँ काम नलाग्ने है हेर्दिउँ यसलाई सल्ल कसरी काटौँ सर्ल कसैले अति नै मिठो हुन्छ अति नै मिठो केही खेर फाल्नु पर्दैन है लाग्ला खेर फाल्नुपर्छ भनेर यसलाई यो परीक्षण सफल भइसकेको तरकारी हो है त्यो भएर यसलाई मजाले मरमसला हाल्ने टक्क बनाउने अति मिठो हुन्छ सही मिठो हुन्छ यति पकाएपछि अब टन्नै हुन्छ यो सबै यतिले पुग्छ क्या महिना दिनलाई पुग्छ मजाले यो अब यत्रो ठुलो छ यो यत्रो बढेमाको यो सबै पकाउनु त महिना दिनसम्म खाए नि सक्दैन अब बुढी खुसी नै छिन् मेरो बुढी पनि मलाई केही दण्ड सजाय केही मिलेन यसको विरुद्धमा किन भन्दाखेरि यो मिठो हुँदो रहेछ मिठो भएपछि जसलाई पनि मनपर्छ नि होइन हेर्दा हेर्नुहोस् है यस्तो छ है चित्र जस्तो देखिन्छ तर यो हेर्दाखेरिमा चाहिँ केही नै मिठो नहोला जस्तो देखिन्छ है त्यसै खाने हुन्छ यो कुरुङ कुरुङ नरम होला थोरै थोरै टर्रो टर्रो भएको छ अहिले पकाएपछि त्यो टर्रो पनि जान्छ पकाएपछि केही टर्रो हुँदैन मिठो हुन्छ स्वादिलो हुन्छ एकदम अति मेरो छोरो अहिले जसले चाहिँ क्यामेरा खिचिराखेको छ अहिले यो भिडियो तपाईहरुसम्म ल्याउन पुर्याउने मद्दत गर्ने उही हो उसले पनि अति मिठो मानेर खाएको जबकि मेरो छोरो एकदम पिकी छ के पाए त्यहीको तरकारी खाँदैन तर उसलाई पनि मन परेको छ अब यो काट्दा चाहिँ निकै बल परेछ मलाई हल्ली हल्ली यसरी काट्नु पर्यो ल अनि यस्तो यस्तो हल्लिएर काट्नु पर्यो